हाई गाइज वेलकम टु माई मिनी भ्लग। आज मसँगै युमे फार्म घुम्न जाम है त। साँच्चै नै भन्नुपर्दा नारिता नजिकै यस्तो राम्रो फार्म छ भन्ने थाहा पाएको भए म धेरै पहिला नै घुम्न आउँथे। यो फार्ममा जानको लागि चाहिँ टिकट काट्नुपर्ने हुन्छ। शनिबार आइतबार आउनुभयो भने चाहिँ पर पर्सन 1800 छ, अरू दिन आउनुभयो भने चाहिँ पर पर्सन 1600 छ। भित्र इन्ट्री हुन साथ बच्चाहरू खेलेको अनि साइडमा गाईहरू यताउति सुन्दर वातावरण देख्न पाइन्छ। फार्मभित्र पनि एक्सप्लोर गर्न मन लाग्यो भने यो गाडीमा चढेर एक्सप्लोर गर्न मिल्छ। त्यसको लागि चाहिँ 500 टिकट थियो। फार्मभित्र एक्सप्लोर गरिसकेपछि म गएँ बाख्राहरूसँग खेल्न। यहाँ चाहिँ बाख्राहरूसँग फोटो भिडियो लिन मजाले पाउँछ। घाँस हालिदिन मन लाग्यो भने चाहिँ त्यहाँ भएको घाँस किनेर हाल्न मजाले मिल्छ। बाख्रा हेर्दा हेर्दै साइडमा बुङ्गुर पनि थियो अनि यहाँ चाहिँ कति राम्रो फुलहरू फुलिरहेको भएर म चाहिँ फुलहरूसँग पनि भिडियो बनाउँदैछु। दिनभरि मजाले घुमेपछि लास्टमा बच्चाहरू खेल्ने चिप्लेटी पनि खेले, एकछिन लडे पनि। आजको दिन चाहिँ एकदमै धेरै राम्रो भयो। तपाईँहरू पनि नारिता नजिकै कतै घुम्न जाने ठाउँ खोजिरहनु भएको छ भने यो ठाउँ जानु होला, एकदमै धेरै राम्रो छ। लास्टमा चाहिँ मैले आइसक्रिम खाएँ। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।